सो गाइज हेलो, के छ खबर? ठिकै होला, मेरो नि ठिकै छ। आज धेरै दिनपछि आज फुटबल खेल्नु गएको छु होइन, गएर आएको हो, आउँदै हो। अहिले चाहिँ राति छ, 1 महिना 2 महिना भयो कम्तीमा पनि फुटबल खेल्नु छोडेको। फेरि आज गएको फुटबल खेल्नु त के छोडेको भन्नु, घरतिर गएको थिएँ अनि झापा आएको थिएँ र अनि यसो अब वार्मअपसँग फुटबलहरू खेल्नु पऱ्यो भनेर आज गएको। आज फर्स्टै दिनमा गेम खेलेको, आम्मामा गाइस यस्तो साह्रो पेट दुख्यो। पेट दुख्ने कि यति धेरै गाह्रो हुन्छ कि अब झन् हामी त 1 महिना छोडेकोहरूले चाहिँ यति साह्रो हुन्छ भने त्यस्तोलाई त हजुरहरू सोच्नु होला। कहिल्यै नखेलेको, 1 दिन नखेलेकोले कसरी सिक्छ। आम्मामा कुद्नु पऱ्यो वार्मअपसम्म, फर्स्टै सुरु गेम खेल्नु यस्तो गाह्रो हुँदो रहेछ कि। तपाईँहरू को हुनुहुन्छ फुटबल प्लेयर कमेन्ट गर्नु होला। सो यति भन्छु, धेरै दिनपछि पहिले वार्मअप गर्नु पर्दो रहेछ अनि खेल्नु पर्दो रहेछ। जे होस् म त्यति भन्न चाहन्छु गाइस। फुटबल खेल्ने साथीहरूले कमेन्ट गर्नु पर्यो, फुटबल प्लेयर कमेन्ट गर्नु होला, को हुनुहुन्छ हेरौँ हामी पनि।